भाइ उता जाउँ ल के अरे उता ओखे बजार होइन हाममा सिपमा क्या क्याप्टेन म बनिन्छु कि क्याप्टेन भएर अब सिट आउनुपर्छ दुखीको जस्तो खै एक लुक्स अबि सक्छ हेलो गाइज स्कुल गएको होइन आज फेरि नयाँ ब्लग लिएर आइसकेको छु तपाईँहरूको माथि अगाडि होइन आज चाहिँ हामी यहाँ यसमा चाहिँ तल अब घरमा अल्छी लागेर हिँडिरहेछौँ भाइहरूसँग हामी आज चाहिँ होइन हाम्रो चाहिँ टुर हुँदैछ 2 खुट्टे गाडीबाट होइन यता मेरो भाइ छ अनि यता ओए यो छ होइन अनि यहाँ चाहिँ म छु ल के यो हाम्रो एक्सर्साइज हौ कस्तो एक्सर्साइज हिँड्ने एक्सर्साइज तेरो घरको फेरि उता माथि पुग्ने चाच खेलाएको हो यसले होइन यो चाहिँ ल म मात्र होइन यो पनि हो म चाहिँ होइन म त्यस्तो खानुमा पनि पर्दिनँ पनि आई एम 160 डेज क्लिन सबैलाई थाहा छ हुनु त हो म बोबो एडिक म स्वीकार गर्छु म एक्सेप्ट गर्छु म एडिक थिएँ भनेर होइन जब रियादमा छिरेँ त्यहाँदेखि चाहिँ एडिकको चाहिँ भ्यालु नै हुँदैन रहेछ भनेर थाहा पायो क्या अब बाहिरतिर हुँदाखेरि अब हिरो जस्तो फिल हुने आफूलाई चाहिँ होइन भित्ती होइन भित्र औकात देखाइदिन्छ क्या एडिकको एडिकको बाइक केही होइन इज्जत त केही पनि हुँदैन एडिकहरूको औकातमा निस्किहाल्छ एडिकहरू पनि अन्त त्यो इगो घमन्ड एटिट्युड सबै निकालिदिन्छ रियादमा त्यसैले हजुरहरू पनि हो यो रोग भने यो डिजिज हो होइन एडिक्सन भनेको यसको दबाई पनि छैन होइन अहिलेसम्म भेटाएको पनि छैन दबाई होइन यो के अरे बल्झिरहेको छ यो जतिखेर पनि बल्झिन सक्छ यो डिजिज क्यान्सर उताहरू हो भन्दा खतरा डिजिज हो यो एडिक्सन भनेको चाहिँ बुझ्नुभयो नि अनि गर्मी भएर हिँड्दा पनि अरूलाई हावाले खान्छ हामी चाहिँ हावा खान्छौँ हावा खाँदा हामी चाहिँ उडेर यहाँ आएको पत्ता नै पाइनौँ होइन भाइ कतिखेर उडेर यहाँ आइपुगिसकेको छौँ हाम्रो त थाहा नै पाइनौँ अब थाहा पायो धन्यवाद फेरि हिँड्दै जाँदैछौँ उकालो अब नयाँ चप्ली पनि दुलो पर्छ जस्तो लाग्दैछ यस्तो हिँड्नाले त यस्तो हिँड्नाले त दुलो पनि पर्छ होइन फेरि नयाँ चप्पल किन्ने बेला हुन आँटिसकेको छ अब हिँड्नु चाहिँ अलिक कम चाहिँ चप्पल यहाँ देखाउ त अलिकति च्याति नै आँटेको छ निस्मे त दुलै परिसकेको 2 हप्ता ठिक छ 2 हप्ता नि ठिक छ नेपाली हो नि त हौ चप्पल नेपाली हो नि त चान्स पायो कि जे पनि गर्नु सक्छ खुट्टामा चप्ली भएन भने जुत्ता लाउँछ जुत्ता होइन बोतलको बनाएर लाउँछ हामी त्यस्तो टेक्नोलोजी होइन क्या हाम्रो लोकल टेक्नोलोजी हो क्या जस्तो कहाँ सक्छ अनि यसले चाहिँ सक्छ अरे यो हामी यहाँ मिलेर फलामको चप्पल बनाउन आँटेको चप्पल फ्याक्ट्री फाटेको चप्पलमा त किन तपाईँहरूलाई लाग्नु अन्डरवेयर पनि लाग्यो बनाइदिन्छु अनि त्यति त गर्नु सक्छु तिमीहरू अर्डर मात्र गर होइन पेन्टी बनाइदिनुपर्छ कि बक्सर बनाइदिनुपर्छ कि फलामको के बनाइदिनुपर्छ ढाका टोपी कि उतो के अरे ढाका टोपी पन्जा हामी त फेरि हेर्दाखेरि मात्रै यस्तो छौँ नि हामी त फेरि मल्टी ट्यालेन्ट हो जस्तो तस्तो नि म छालाको छालै बनाइदिन्छु तिमी त के भन्छौ भाइ म त के हात्ती र डाइनोसर त मेरो घरको बरन्डा पनि भन्छ पालुवा हो अरूले बाख्रा भैँसी पाल्छ भने म चाहिँ डाइनोसर र गैँडा पाल्छु क्या भरे अब सरकारले थाहा पायो भने फेरि सिस गरेर लगिदिन्छ भने टेन्सन हुन्छ कि सरकारले पब्लिक गरेको छुइनँ अहिलेसम्म होइन रिसर्च गर्नुको लागि फेरि भरे साइन्टिस्टहरू आयो भने सहन हुन्छ दुःख पाइन्छ नि अनि भरे हामी पनि कुद्नु पर्छ भयो ल हामी चाहिँ हिँड्दैछौँ होइन अब रोटेर जान्छौँ माथितिर तल घुमेर आइसकेको छौँ
यता भाइ पनि छ सुन्दैबार सबैलाई अब चाहिँ हामी घरतिर लाग्दैछौँ होइन यो भुटिया घर हो यो घरमा चाहिँ हामीलाई ढुङ्गासुङ्गा हानेर खेलाइरहेको छ भूतले यहाँ आगो ताप्दै बसिरहेको थियौँ कि यत्रो ढुङ्गा आगोको अगाडि आइदिएको ब्याङ्ग क्या केटाहरू त भाग काम भाग त्यो ढुङ्गा आएर भोलि अनि पछि ठ्याक्क चप्पल पनि त्यो त के अरे दुलो परिसक्यो त गएको केटाहरूले चप्पल छोडेको रहेछ कि त्यो चप्पल लगाएर आइदिएको हामी चान्स पायो कि नेपालीले गर्छ चान्स पायो कि नेपालीले गर्छ चान्स गन्दा गर्छ तर त्यतिखेर चाहिँ भूतबाट त्यो चप्पल चाहिँ के भयो दुलो पर्छ भने अब लामो कहानी छ अहिले भन्नुहुँदैन हिँड्दा हिँड्दै चप्पली कतिखेर दुलो पर्छ त्यो त थाहा पाइँदैन हाम्रो खुट्टा हुँदैन नि त हतपत अब मान्छे नै फलामको भएपछि व्यापारै फलामको के अरे बक्सर पेन्डी भेसेस बनाइदिनु मान्छेले नि ज्यादा दर्शन हुन्छ क्यामेराम्यानको होइन पास हुँदैछ मलाई तर यो मैले चाहिँ भिडियो बनाइदिएको थिएँ क्या हामी यहाँ आइसक्यौँ अघि कुद्दा थियौँ अब गाई छ होइन घरमा गर्मी भएर होइन 5वटा कि 10वटा घाम लागेको जस्तो हुन्छ दिउँसो अहिले घाम तपाईँहरू देख्नु सक्नुहुन्छ अहिले घाम मर्दा त यस्तो गर्मी छ झन् घाम हुँदा कस्तो गर्मी हुन्छ तपाईँ आफैहरू सोच्नु होला तपाईँले देख्नु सक्नुहुन्छ गर्मीबाट हामीलाई पटपटी भइरहेछ अब हामीलाई यहाँ छाता चाहियो छाता चाहिँ छिटो अनिवार्य क्यामेराम्यानको चाहिँ ड्यान्स आएर अवस्था लाग्यो हाम्रो क्यामेराम्यान चाहिँ यहाँ अलिकति के भन्नु भयो हाम्रो क्यामेराम्यान होइन अब के मजाउन चाम्लिङ भन्नुपर्ने हो अब भाइ उता जाउँ ल के अरे उ त ओखे बजार होइन हाम्रोमा सिपमा क्या क्याप्टेन म बनिन्छु कि क्याप्टेन भएर अब सिटो आउनुपर्छ दुखीको जस्तो खै एक लुक्स अबि सक्छ सक्छ कसले सक्छ खान्छ मुटुम्यानले क्यामेराम्यानले चस्मै पाङपुङ बनाएको हुन्छ क्यामेराम्यानलाई के भन्नु नयाँ चाहियो हामीलाई क्यामेराम्यान होइन यो चस्मा के हो तँलाई पनि देख न यस्तो गरेर म चाहिँ किन देखाउनु क्यामेराम्यान ब्लग पक्न ब्लग बनाऊ त बनाऊ नि तैँले बनाऊ तिमी भरे तिमी बाहिर गयो भने भन्दा